साला लोदरे बिहानै पम्चर भइरहेको रहेछ हो गाडी निकालेर घुमेर एक चक्कर हेरेर त पम्चर भइरहेको रहेछ नि हो झन् ढिलो ढिलो त के हुन्थ्यो अब ढिलो त त्यसै भएको छ नि हो यस्तो हुन्छ अनि स्पिड जाने बेला हत्तु हेरौँ त अब ठिकै छ हो साला अरू बेला होइन यो सिचुएसन चाहिँ एकदमै प्रब्लम हुन्छ नि त किनभने अब बिहानको पिकअप गर्नु जाँदै गरेको बेलामा चाहिँ अब गाडी चाहिँ पम्चर भइदिइरहेको दिएको कस्तो हुन्छ होइन अब बिहान पिकअप गर्नु जाँदा चाहिँ पम्चर भइदिइरहेको कस्तो हुन्छ है कस्तो बिसाध्यो आमामा यति बेला म कहाँ पुग्थेँ हो होइन टेन्सन फेरि हो अर्को पनि कोही बेला त टायर पम्चर भइरहेको हुन्छ फेरि भनेर झुकझुक ए निस्केको म चाहिँ त्यहीँ भ्यात्तै त बसिरहेको रहेछ हो बल्ल बनाएर निक्ले नि अब एनजिपी